केपी ओलीलाई त कुलमान घिसिङ कहिले मन परेको थियो र उहाँलाई अँध्यारो नेपालमा रम्नेहरूले चाहिँ अब मन पराउँदैनन्। अब कुलमान घिसिङजीले पनि अब चाहिँ उहाँका अनियमितताका कुराहरू हरेक आइरहेका छन् होइन। अहिले हामी त्यो अनुसन्धान केही समयपछि पहिला यो लोड सेडिङ ल्याउने अनि देश लुट्ने माराहरू कति करोड अरब छले यिनीहरूले भन्ने कुरा छ, यिनीहरूलाई कारबाही गर्छौँ, अनुसन्धान गर्छौँ। यी चोरहरू दलालहरूलाई चाहिँ पहिला ठेगान लगाएपछि अनि हामी कुलमान घिसिङको बारेमा अनुसन्धान गर्छौँ के रहेछ। मिडिया लिएर हिँड्ने, हाम्रो बालन शाहहरू पनि मिडिया लिएर हिँड्ने, रवि लामिछानेहरू मिडिया लिएर हिँड्ने, अनि अब ब्रस गरेदेखि मुख धोको टोइलेट गएकोसम्म चाहिँ भिडियो ल्याउने, यस्ता कामहरू गरेका छन्। त्यो काम गर्नुहुन्न। एउटा कर्मचारीले कुन नम्सा बसेर काम गर्ने, के कुरा मिडियामा भन्ने, के कुरा मिडियामा नभन्ने, कतिपय मिडियामा नबोलिरहन पनि त काम गरेका छन्। त्यो उहाँहरूको कमजोरी हो। आज कुलमान घिसिङको 6 महिना जति अवधि कायम रहेकै बखत उहाँलाई चाहिँ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइयो। यो विषयमा उहाँ सर्वोच्च अदालत जानुभएको छ र सम्मानित अदालतको आदेशलाई हामी सबैले मान्नुपर्छ र अदालतमा उहाँको मुद्दा विचाराधीन छ र अदालतले के निर्णय गर्छ त्यसलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ। त्यसैले अदालतमा गएको विषयमा युवराज सफलले टिका टिप्पणी गर्नु मिल्दैन। अदालतले के गर्छ त्यो अदालतले गर्छ। कुलमानजीलाई अत्याचार भएको हो कि होइन? नेपाल सरकारले आफ्नो तपाईँको चाहिँ नियुक्त गरेको कर्मचारीलाई स्पष्टीकरण लिने, हटाउने, राख्ने, पुरस्कृत गर्ने, दण्डित गर्ने, स्पष्टीकरण सोध्ने त्यो सरकारको चाहिँ नियमित कार्य हो। त्यसले गर्दाखेरि मलाई लाग्छ के भने त्यसरी कसैलाई पनि यति वर्षको लागि तँलाई राख्यो भनेपछि हटाइराख्नु आवश्यक छैन। स्पष्टीकरण सोधेर चाहिँ तनाव दिनु आवश्यक छैन। कुलमान घिसिङलाई हिजो नियुक्त गर्ने बेलामा पनि त तपाईँको चाहिँ अवधि बाँकी रहेकै मान्छे बेलामा अर्कोलाई हटाएर ल्याएको, जसलाई गरे पनि काम गर्ने यति वर्ष नियुक्त दियो भनेपछि नेपाल सरकारले गरेर निर्णयमा कुनै अर्को सरकारले हटाउने, अर्को सरकारले बनाउने समग्रतामा तपाईँको चाहिँ त्यसरी कर्मचारीलाई, काम गर्ने कर्मचारीलाई चाहिँ त्यस्तो गर्न मिल्दैन। त्यस्तो दुर्व्यवहार गर्ने, हतोत्साही बनाउने होइन, त्यो गलत कुरा हो। किनभने उहाँ कुलमान घिसिङ हिजो नियुक्ति हुने बेला पनि त्यस्तै भएको थियो। त्यो कुनै मान्छेको पदावधि थियो, त्यो हुँदाहुँदैको अवस्थामा उसलाई लगे अवस्था थियो। अनि कुलमानजीलाई पनि आज बर्खास्त गरे हो। पहिला आफू आउँदाखेरि सही म फलानालाई यसरी हटाएको उसले म आउन भन्न सक्नु पर्थ्यो, उहाँले त्यो भन्नु भएन। होला उज्यालो नेपाल बनाउने एउटा चाहिँ उहाँले अभियान चलाउनु भयो होइन। उज्यालो नेपाल पनि बन्यो, लोड सेडिङ मुक्त पनि हामी भयौँ। त्यसले गर्दा कुलमान घिसिङ एउटा चाहिँ नेपालको उच्च प्रशासक मध्येको, उत्कृष्ट राम्रो प्रशासक मध्येको एकजना हो। तर फेरि पनि उहाँ विवादमा नपरेको भन्ने होइन। उहाँका विरुद्धमा अख्तियारमध्ये विभिन्न निकायमा उजुरीहरू पनि पऱ्यो भन्ने कुराहरू आएको छ। अब ती उजुरीहरूको सुनवाई भएर अनुसन्धान नभएको अवस्थामा अहिले कुलमान घिसिङलाई यो हो त्यो हो भनेर निलम्बन गर्नु, हटाउनु त्यो चाहिँ कानुनसम्मत छैन भनेरै उहाँ चाहिँ अहिले सर्वोच्च अदालत जानुभएको छ। मलाई लाग्छ सर्वोच्चले न्याय दिन्छ भन्ने म विश्वस्त छु। अनि सुन्नु न, एउटा कर्मचारीलाई नेपाल सरकार मात्र त्यो कर्मचारीलाई सरकारले हटाउन नमिल्ने हो। भोलि बिहान एउटा नायब सुब्बा खर्दारलाई त्यसै गरी सरकारले हटाएर हाले फेरि त्यति बेला तपाईँले यसरी नै विरोध गर्ने हिँड्ने हो नि? यस्तो छ। अब कुलमान घिसिङलाई नेपाल सरकारले 3-4 वर्षको लागि चाहिँ कार्यकारी निर्देशक नियुक्त गरेको, उहाँको पदावधि अझै 6 महिना कायम भएको हुनाले पदावधि हुँदैखेरि किन हटाउने? अर्को संस्कार आउँछ, भोलि अर्को सरकार आउला अनि अहिलेको कार्यकारी निर्देशकलाई फेरि हटाउला। त्यसले गर्दाखेरि बुढी किन मरि भन्दा पनि काल किन पल्क्यो भन्ने कुरो चाहिँ ठुलो कुरा हो। त्यसले गर्दाखेरि पुरा समय चाहिँ काम गर्नुपर्छ, नभएदेखि किटान गरेर मुद्दा हालेर निलम्बन गर्ने कुरा एउटा कुरा रहे। तर अहिलेसम्म कुलमान घिसिङले चाहिँ अनियमितता गरेका, भ्रष्टाचार गरेका भन्ने प्रमाणहरू कहीँ कतैबाट प्रमाणित भएको देखिँदैन। गुनासो उजुरी पऱ्यो होला, पर्छ होइन। त्यसले गर्दाखेरि अवधि हुँदाहुँदै चाहिँ मान्छेलाई हटाउनु हुँदैन। 4 वर्षको लागि भयो, 4 वर्ष 3 वर्ष 3 वर्ष भोलि अब अरू त्यो 3 वर्षको लागि गएको मान्छेलाई नयाँ बन्ने सरकारले भोलि 1 महिनापछि हटाइदेला, त्यो त अन्याय भयो नि त। त्यसले गर्दा काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ भन्ने। कुलमानजीलाई सरकारले काम गर्न दिएन, प्रतिशोध साध्यो, त्यही भन्न खोज्नुभयो? प्रतिशोधै साध्यो त म भन्दिनँ। 22 अर्ब रकम चाहिँ उठाउनु पर्ने बक्यौता, कुलमानले त्यति त उठाइदेऊ भनेर भनिरहँदा सरकारले जसरी भयो नि अचम्मको कुरा के छ भने कुलमान घिसिङका म आफै गएर तपाईँले यो बक्यौता रकम उठाउनु पऱ्यो भनेर म जाँदाखेरि म मुद्दा हाल्छु भनेर मैले भनेको थिएँ, मैले भेटेको थिएँ।
त्यसपछि अब उहाँकै उसमा कति छ त बगेको त उठाउनु पर्ने हिसाब दियो भन्दाखेरि विद्युत प्राधिकरणले मलाई त्यो दिएन, मलाई विवरण दिएन। यो सूचना तपाईँलाई दिन मिल्दैन भनेपछि भ्रष्टाचारीहरू विद्युत प्राधिकरणमै छन्, कहीँ छैनन्। त्यसपछि मैले चाहेर पनि केही गर्न सकिनँ होइन। अब यहाँनिर के छ भने कुलमानले पैसा उठाउन लाग्दाखेरि चाहिँ रोकिदियो। अनि अहिले हितनदेव साक्य अहिले नयाँ कार्यकारी भइसकेपछि उनी पैसा उठाउन लागेका छन् भने होला सोचिन्छ। अब कमिसनको खेलमा तपाईँको चाहिँ लागिरहेको अवस्था छ। यो विद्युत माफियाहरूलाई दीपक खड्कादेखि लिएर तपाईँको चाहिँ अरू व्यक्तिहरूलाई कारवाही गरिसकेपछि अनि बल्ल कुलमानका विषयमा पनि हामी चाहिँ अनुसन्धान गर्छौँ। दीपक खड्काले कारवाही गर्ने यी भ्रष्टाचारीहरूलाई कारवाही गर्नु कसले गर्छ कारवाही? नेपाली जनताले गर्छ, नेपालको कानुनले गर्छ। उनका एभिडेन्सहरू हामी खोज्दैछौँ। तर आज हेर्नु न, दीपक खड्का भन्ने मान्छे त तपाईँको चाहिँ अब स्काउट काण्डमा मुछिएको भनेर अख्तियारमा मुद्दा हालेकै छु, मैले ढामेकै छु। यो भ्रष्टहरूलाई कसरी तलाउने म गर्छु र त त्यसको टेट पुचर केही पनि भएन। तपाईँले मुद्दा हाल्नुभयो, स्काउटकै मुद्दामा पनि त आजको दिनमा हेरौँ न, दीपक खड्का स्वतन्त्र रूपमा हिँड्न पाक्नु भएको छ, अझ मन्त्री पड्काउनु भयो। ठिकै छ। पापको घडा भरिसकेपछि त्यसको नतिजा नराम्रो हुन्छ। अहिले पापको घडा भरिँदैछ, त्यसलाई अन्यथा लिनु हुँदैन। अनि कुलमानजीले पनि एक किसिमले आफू प्राधिकरणमा रहँदा राजनीति गर्नुभयो, आफ्नो लोकप्रियतालाई प्रयोग गरेर मिडिया ट्रायल गर्नुभयो भन्ने उहाँलाई आरोप पनि छ त्यो विषयमा। होइन, अब नेपालमा के छ भने खुरुखुरु काम गरे भए हुन्थ्यो। अब उहाँ पनि अलिकति जसले उहाँलाई हाइलाइट बनायो त्यसैले सिद्ध्यायो। त्यसले गर्दाखेरि को मान्छेले मिडिया लिएर हिँड्छ हिँड्दैन त्यतातिर मैले रिस राग गर्दिनँ। मैले लिएर हिँड्दिनँ भन्दैमा म अरूलाई पनि नलिई भन्नु उनीहरूको कुराहरू हो। तर जो जसो भए पनि अब नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हो, 4 महिनाको अवधि बाँकी थियो, 6 महिना जति बाँकी थियो, मलाई काम गर्न दिनु पर्थ्यो। उहाँलाई त राजनीति गर्न मन लागे जस्तो देखिन्छ। हर्क सार्वङसँग फोटो आइरहेछ, कहिले बालिनसँग होइन, फोटो सार्वजनिक भइरहेछ। एउटा व्यक्तिले आफ्नो चाहिँ रिटायर्ड लाइफ सकेपछि राजनीति गर्छ, के गर्छ, कसो गर्छ भन्ने कुरा चाहिँ उसको राइटको कुरा हो। अहिले राजनीतिमा त पहिलेदेखि इन्ट्रेस्ट रहेछ नि, त्यहाँ बस्दै गर्दा राजनीति गरेको। ठिकै छ, त्यो उहाँको कुरा हो, त्यो उहाँले जान्ने कुरा हो। को मान्छेले राजनीति गर्छ, को मान्छे रुख चढ्छ, को भुइँमा धर्छ, त्यो कुरा मेरो चर्चाको विषय मतलबको कुरा भएन। त्यो उहाँको कुरा हो, उहाँको हिजो राइट मात्र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले राति 10 बजेको समयमा मेरो माया लाग्छ भनेर चाहिँ पोस्ट गर्नुभयो। हजुर। यो पोस्ट गर्नु कारण के होला, हजुरले के लाग्छ? होइन, अब बिचरा अब के छ भने मलाई फेरि अहिले यहाँ रिप आउँछ हेर्नुहोस् है। पहिला यो कुलमानकै इस्यु सकाउन त्यसपछि उता चर्चा गर्ला हैन। अब के होला, यो 4 महिनामा के हुँदै थियो कुलमानको विषय? 4 महिनामा सरकार कता जाँदै थियो, के गर्न खोजिरहेको छ यो 4 महिनामा? अब यहाँ कमिसनका कुराहरू मिलिरहेका छैन। उद्योगी व्यापारीहरूले केपी ओलीलाई, प्रचण्डलाई, देउवालाई कमिसनका चाहिँ पोका बुझाएका छन्। अनि अब त्यो मारवाडीहरूले, व्यवसायीहरूले दुई ठाउँ त पैसा तिर्दैन नि त, उनले पैसा एक ठाउँमा तिर्छ। अब तपाईँ भनेको कि त बक्यौता बुझाउने कि त यतातिर सेटिङ मिलाउने, त्यति हो काम। बालकोटतिर लगेर पैसा तिरेका छन्, तिरिसक्या उतातिर तपाईँको त्यो खुमलडाँडतिर लगेर पैसा बुझाएछन्, बुढा नीलकण्ठ दरबारतिर लगेर पैसा बुझाएछन् यिनीहरूले। अनि पैसा त एक ठाउँ बुझाउने हो। त्यो भएको हुनाले तपाईँको चाहिँ व्यवसायले पैसा तिर्न नखोजाऊ, कतिपयले पैसा तिरि पनि राखेका छन्। र त्यसमा कमिसनको खेल, तेरो पैसा मिना गरिदिन्छु तैँले यति सहयोग गर भनेका छन्। नेताहरूलाई चुनाव जित्नलाई पैसा चाहिन्छ। केपी ओलीदेखि प्रचण्ड, देउवा यी सबैजनाले चाहिँ पैसा खाएका छन्। भनेको यो 4 महिनामा उनीहरूले फन्डिङ उठाएर 84 को तयारी गर्दैछ। 84 को तयारी गर्ने। यसमा कुलमानले त तपाईँको त अब सिधै पैसा चाहिँ राज्यको ढुकुटीमा ल्याउनु भए, राज्यको ढुकुटीमा ल्याएका पैसा ब्रह्मलुट गर्न पाइन्न। अनि भित्रभित्र कमिसन गर्ने, त्यहाँबाट पैसा उठाउने खेल थियो। त्यसमा कुलमान तयार नभएपछि कुलमानलाई चाहिँ पत्तासाफ गर्यो, हटायो। अहिले यी प्रमुख दलका शीर्षस्थ नेताहरूले पैसा खाइसकेका छन्। सबैले यो मिना गर्दै भयो। त्यसले उसले व्यवसायले कुनै एक ठाउँमा तिर्छ क्या पैसा, कि विद्युत प्राधिकरणलाई तिर्छ, अनि यता नेतालाई पनि तिर्ने, विद्युत प्राधिकरण तिर्ने, चन्दा दिने, दुनियाँ गर्ने। त्यसो भन्दै गर्दा उहाँलाई अन्याय भएको भए त अदालतले पनि उहाँलाई पुनर्नियुक्ति गर भनेर आदेश दिन सक्थ्यो। तर आदेश नदिएको कुरा छ नि त। अनि अदालत त निष्पक्ष हुन्छ होला, पटक पटक रिट हालेर हुन्छ, त्यसमा विश्वास यसलाई यसरी बुझ्नु तपाईँले। अदालत उहाँ जानु हो, अनि आजकै दिन एकै दिनमा चाहिँ अन्तरिम आदेश दिनुपर्छ भन्ने कहाँ लेखेको छ र? अन्तरिम आदेश दिने कि नदिने भन्ने सवालमा सम्मानित सर्वोच्च अदालतले तपाईँको चाहिँ त्यो दिन तोकेको छ। मलाई लाग्छ अदालतले उहाँलाई न्याय दिन्छ भन्ने मलाई लाग्छ। यहाँभन्दा बढी अदालत विचाराधीन मुद्दाका विषयमा हामी टिका टिप्पणी नगरौँ। अब अर्को प्रसङ्गमा जाउँ। तपाईँको जानी दुश्मन भन्ने हो या त फेरि चाहिँ तपाईँको प्रिय अनन्य मित्र भन्ने हो?